हेलो गाइज होइन हामी चाहिँ अब यहाँ तिहारको लागि लाइट लगाउनु लाग्यो यता चाहिँ यो सबै लाइटहरू छ यो सबै मिलाउने फेरि कस्तो वाला यस्तो वाला लिएर आएर चाहिँ अहिले एस्थेटिक देखिनेवाला ल्याएन यता हामी सक्यो भोलि लाउने भनेको त माने छैन के हो गाइज यो चाहिँ हामीले लाइट हालेको अरे होइन खै के हालेको थाहा छैन जस्ट एकदम कमेडी फन्नी छ भर्खर मैले लाइट हालेको त तर्स गरेर आइसक्यो कि हाम्रो मेरो फ्यान फलोइङ आजकल धेरै बढेको क्या गाइज यो चाहिँ हाम्रो घर होइन अनि घरको बत्तीहरू भर्खर बत्ती हालेको चाहिँ बर्थडे भयो सो गाइज तिहारको दिनमा हाम्रो यहाँ केटाको बर्थडे परेर हामी चाहिँ यहाँ बर्थडे पार्टी खान आइसकेको छौँ हाम्रो ल के अर्डर गरेछ भने चिकन रोल खाने रे केटाहरू है राम्रो देखाउँ न हाम्रो केटाहरूले के अर्डर गरेछ भनेदेखि चिकन रोल खाने रे अनि चिकन रोल पछि के छ भेज थुक्पा रे त्यसपछि मोमो रे त्यसपछि स्मुदिजमा के छ कोकहरू या लस्सीहरू खाने रे अनि त्यसपछि केटाहरू चाहिँ पिज्जा नि खाने रे यो बर्थडे चाहिँ रमाइलो भएर तिहारको बेला गाइस बाहिर झिलमिली छ यता यो मम्मीसँग कुरा गरेर मम्मिज भयो यो सो गाइज होइन अहिले चाहिँ हामीले त्यो अर्डर गरिसकेको छौँ अब हाम्रो सामानहरू आइरहेको खानेकुराहरू आइरह अनि म तपाईँलाई आइसी देखाउँछु के छ होइन एकदम तगडा हुनेवाला छ बर्थडे यता बर्थडे ब्लास्ट हुन्छ यहाँ सो गाइज होइन हाम्रो चाहिँ यहाँ खानेकुरा आइसकेको छ यहाँ चाहिँ यस्तो बबाल हाम्रो पिज्जा हाम्रो यहाँ के अरे काटी रोल मोमोज थुक्पा यता चाहिँ हाम्रो गाइजहरू छ होइन सो उसको बर्थडे यस्तो बबाल भइरह हाम्रो थुक्पा सो गाइज होइन अहिले हाम्रो एकजना साथी आइरहेको छ अनि उस आएपछि चाहिँ सबै खाने होला गाइज हाम्रो नयाँ मान्छे आइसकेको छ खानालाई उनी हाम्रो एउटा मेम्बर हो हिरो हो फेरि ल ल तिम्रो फोटो हानिदिन्छ बस केटा हो ल गाइज हामी चाहिँ खाएको ल सो गाइज हामीले चाहिँ सबै कुरा खाइसक्यौँ होइन लास्ट बाँकी भनेको यो हो यसमा चाहिँ सबैको आँखा छ जो हिजो नि केटाहरूले खाएको रे मिचिसक्यो रे त्यही हो लास्ट अब केटाहरू खाइरह अब यो खाएर बाहिर चाहिँ तिहारको एकदम रमाइलो माहौल भइरहेछ अनि बाहिर घुम्न जाने हो होइन बाहिरको डान्सहरू देखाउँछु त्यसपछि तपाईँहरूलाई सो गाइज फेरि हाम्रो यो जम्बुको आइसकेको छ होइन अब यो जम्बुको पछि अझै चटपट मगाउने कुरा गरिरहेको केटाहरूले अब चटपट खाने अनि कोक खाने अझ दही पुरी खाने कुरा भइरहेको यिनीहरूको हेरौँ के हुन्छ है ल ल ल ल गाइज चाहिँ हाम्रो यहाँ काम गर्छ होइन हाम्रो केटो सो गाइज यहाँ चाहिँ भैलो खेलाइरहेको छ होइन यहाँ चाहिँ भैलो कार्यक्रम भइरह अहिले चाहिँ हामी के अरे त्यहाँ खानासाना खाएर खाजा खाएर के हो सबै कुरा खाएर निस्किसक्यौँ सो गाइज यहाँ चाहिँ होइन नचाइरह भैलो नचाइरह त्यही हो हामी नि भोलिबाट यसरी नै नचाउने हाम्रो चाहिँ यिनीहरूभन्दा ठुलो ग्रुप छ गाइज सो हामीलाई फलो गर्नु होला हाम्रो ठकुरी समाजको ठकुरी रक्स यिनीहरू चाहिँ अब सबै मिक्स यो चाहिँ सो गाइज म चाहिँ होइन साथीको बर्थडे बनाएर घर आएको थियो अनि ट्याक्कै घर आएर बसिरहेको थिएँ केटाहरूको फोन आयो कि भैलो खेल्दा जाऊँ भनेर सबै मान्छेहरू बाहिर भैलो खेलेर आफ्नो छुट्टै ग्रुप बनाएर होइन बाहिर छुट्टै रमाइलो हो कि ग्रुपमा भैलो खेलेर ठाउँ भैलो खेलेको मान्छेहरू चाहिँ बजारमा त फेरि छुट्टै रमाइलो हो सो बजारमा लास्टै भिड थियो अनि हामी घर आएको त घर आएर ट्याक्कै बसिरहेको बेला केटाहरूको फोन आयो कि हामी नि भैलो खेलाउँ रे सो अब चाहिँ होइन हाम्रो ग्रुपमा जस्ट 5 जना हो कि अनि 5 जना हामी भैलो खेल्न निस्किन्छौँ सो हाम्रो के तयारी छ नि न त कसैलाई डान्स आउँछ न त कसैलाई भट्ट्याउन आउँछ न त कसैलाई केही आउँछ सो हामी चाहिँ भैलो खेल्न जान लाग्यो अहिलेसम्म खेल्ने के यताउता प्लान भएन सो अहिले चाहिँ भैलो खेल्न जान लाग्छौँ हामी 5 जनाले भैलो खेलेको क्लिप देखाउँछु अनि कति पैसा हुन्छ तपाईँहरूलाई लास्टमा देखाउँछु सो त्यही हो गाइज म चाहिँ भैलो खेल्न गएको अनि त्यहाँ बिचमा बाटोमा त्यहाँ क्लिपहरू चाहिँ देखाउँछु तपाईँलाई सो गाइज हाम्रो चाहिँ भैलो खेल्ने प्लान फिक्स भइसक्यो यिनीहरू अगाडि 4 जना हो म शुद्ध 5 जना हामी जस्ट 5 जनाको ग्रुपमा होइन भैलो खेल्ने भनेर हिँडेछौँ सो हेरौँ कति हुन्छ हाम्रो इन्भेस्टमेन्टहरू इन्कम अनि यहाँ चाहिँ यता मैले सबभन्दा ठुलो डान्स स्टुडियोले चाहिँ भैलोको प्रोग्राम कन्डक्ट गरेर यिनीहरूको चाहिँ समथिङ 100-200 मान्छेहरू छ अनि हामी चाहिँ जस्ट 5 जना हौँ सो म कम्पेयर गरेर त्यहाँको सिनहरू चाहिँ तपाईँलाई देखाउँछु झिलिमिली रातमा साथीभाइ साथमा रमाइलो गराउँदै ए आएका हामी देउसुरे खेल्दै देउसुरे भट्टाउँदै आइ भन भाइ हो देउसुरे 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 भन न भन देउसुरे 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 ल कति आयो आन्टी अर्डर ल ल
5 जना मात्रै हौं गाइज हाम्रो 5 जनाले राम्रो इन्कम गरेर हैन आम्दानी हाम्रो राम्रै भइरहेको त अगाडि गरेर देखाउँछ हाम्रो कस्तो कस्तो आम्दानी हुन्छ भनेर यो चाहिँ हाम्रो ग्रुप भयो मेन पावर यो भयो इन्भेस्टमेन्ट इन्कम कति हुन्छ अलि देखाउँदै गरौँला तपाईहरुलाई के मानी खा लेना छोरा खाना छोरा 100 रुपैयाँ लिएर आइज न जबरजस्ती मान्छे खाउनु पर्छ गाइज मान्छे नभएर यहाँ उयो नाच्छ यो नाच्न आहे बन मेरा भाइयो देउसुरे ए राम्ररी भन देउसुरे ए स्वर मिलाई भन देउसुरे ए राम्ररी भन देउसुरे ए झिलिमिली जिल्ला देउसुरे गाइज मान्छे निस्किन हामीलाई देखेर ओइ ल लास्टचोटि भन त भन ओइ गाइज होइन हामी जस्ट 5 जना छौँ भनेर यहाँको मान्छेले हेपिदिरहेको बाहिरै निस्किन 1 घन्टा त के भने 10 मिनट भइसक्यो सब निस्किन गाइज हामी चाहिँ यहाँ भैलो खेलाइरह उता चाहिँ त्यो 2 जना छुट्टै अहिले के छोड्दै कि जाम मान्छेले ननिस्केपछि कस्तो जाम के लास्ट है जाम के जाम गाइज होइन 2 जना 5 जना उता चाहिँ हाम्रो कम्पिटिसन छ गाइज त्यो भएर चाहिँ हामी जाने भनेको त्यो भयो कार्तिके दाना हामीलाई दाना हजुरलाई साङ्गी आन्टी यो घरैमा लक्ष्मी बास गरुन् छोरा छोरी मास्टर डिग्री सो गाइज हाम्रो प्लानमा सडन चेन्ज आइसकेको छ हामी चाहिँ यहाँ बाहिर उभिरहेको थियौँ होइन यो घरमा हामी जाने भनेको तर यहाँ चाहिँ एउटा आन्टीहरू पहिला गयो सो आन्टीहरूले चाहिँ हामीलाई आफ्नो प्लानमा मिस्यु भनेछ अनि पैसा चाहिँ बाँड्ने भनेर चाहिँ हेर है के हुन्छ आन्टीहरूको ठुलै टोली छ यहाँ झिलिमिली रातमा साथीभाइ साथमा रमाइलो गराउँदै ए आएका हामी देउसुरे खेल्दै देउसुरे भट्टाउँदै आइ भन भाइ हो सुरे आहे स्वर मिलाई भन देउसुरे ए राम्ररी भन देउसुरे घरैमा लक्ष्मी बास गरुन् छोरा छोरी बास गरुन् ओइ हामी भले खेल्न आएको कहाँ गयो यस्तो त भले खेल्ने मान्छे हाम्रो भट्टाउने मान्छे थकिसक्यो यो मान्छे साइकल चलाएर हिँड्ने रे यो त्यतिकै फना बोल्दै हिँड्ने रे ओइ अब मैले भट्टाउँछु ल अब मैले भट्टाउँछु आजको टार्गेट राख्ने हो कि हामी आज 5000 हो कि आजको यो मात्रै आज 5000 उठाउनु यो सबै आजको हो कि हिजोको भन्दा बढी हो क्या बढी त छैन होला मलाई के राख्नले हो र भाइको 20 मान्छेले 85 रुपैयाँ आएको भाइको लाउँदै बस्नु लाग्यो के तान रहेछ 500 हो त घरमै राखिनु हुन्थ्यो नि चेन्ज गराएको त्यही घरमा जानु होइन अब मैले भट्टाउँछु एकदम राम्रो तरिकाले ढुक्काउ के होइन यार यो के अरे यो लास्ट 3 घरमा त राम्रै भएको बब्बल भएको 1 2 3 4 5 6 7 8 9 10 12 13 14 15 16 17 18 19 20 21 22 23 24 अलमोस्ट हिजो जति हुन लागिसक्यो कि तर मैले सोचेको थिएन यार आज त म ओइ म त कमसेकम 1500 जति भएको छ होला भन्ठानेको आजको सो गाइज होइन हामीले चाहिँ पहिलो खेल्न आइसकेको छौँ अनएक्सपेक्टेड इन्कम भएको छ कि हाम्रो अनएक्सपेक्टेड जस्ट होइन केही प्लान थिएन केही थिएन हाम्रो होइन जस्ट घरमा बसिरहेको थियौँ अचानक के साथीको बर्थडे मनाएर आएको अनि बर्थडे मनाएर गएको घरमा यतिकै बसिरहेको थिएँ केटाहरूले भोलि हेर्न जाउँ भनेर बोलायो अनि गएको त सोचेको नि थिएन कि जस्ट 5 जना जस्ट हामी 5 जना थियौँ अरू मान्छेहरूले कति 20-25 जना 50 जना 100 जनाको टोली लिएर हिँडिरह हामी चाहिँ जस्ट 5 जना न त मादल छ न त केही छ हामीसँग न त खैचडी खाँचो बजाउन केही छ नि त्यतिको भट्याउँदै हिँडेको जस्ट टोटल 7000 रुपिस भयो कि हामीसँग केटाहरूको प्लान चाहिँ टन्नै छैन कोही ट्रेकिङ जाम यताउता समथिङ 20,000सम्म बनाएर नजिक ट्रेकिङ जाम यताउता भनेर सो हेरौँ के हुन्छ गाइज
अब चाहिँ भोलि र पर्सि चाहिँ हाम्रो प्लान छैन, त्यो भोलिदेखि प्लान छैन, किनकि अब भोलि बिजी छौँ केटाहरू, कोही गाउँ जान, कोही कतै जान। सो अब चाहिँ हामी भाइटिका पछि टिकाको अनि दोस्रो दिनबाट हामी खेल्न सुरु गर्छौँ। सो अनि हाम्रो 15,000 जति चाहिँ इन्कम पुऱ्याउने विचार छ। सो त्यही हो गाइज, यति चाहिँ भएछ हाम्रो लाइक ह्याप्पी के एकदम ह्याप्पी के हो एक्स्ट्रा खै मस्ती ह्याप्पी के फेरि। सो त्यही हो गाइज, भेटौँला, गुड नाइट। भोलि चाहिँ भ्लग आउँदैन, भोलि पर्सिको भ्लग आउँदैन, डाइरेक्ट अर्को दिनको भ्लग आउँदैन।